गुड मर्निङ गाइस। आज पनि फेरि बिहानी पख एउटा सानो भ्लग लिएर आइरहेको छु। आज हामी चाहिँ यहाँ रम्फूको न्यू ब्रिजमा बुढाबुढी वक गर्न आएका छौँ। अहिले टाइम भएको छ तपाईँको 4:50 बिहानको है। यो चाहिँ आइबिङ मार्केट हो। मैले पुलबाट खिचिरहेको छु। यो मुनिको बगरहरूमा चाहिँ 40-50 घर थियो है। एक साल भयो ठुलो बाढ आएर सबै पुरेर कति घर बगाएर मान्छे कति बगायो थाहा छैन है। र तपाईहरुलाई वक गर्दै भए पनि यहाँको एउटा जानकारी दिएको छु। मेरो हस्बेन्ड चाहिँ कुद्नु हुँदैछ है। हामी चाहिँ ठ्याक्कै यो सिक्किम ब्रिजदेखिको पारी बङ्गालको ब्रिज पोइन्ट बोर्डरसम्म पुग्छौँ र फेरि ब्याक भएर घर फर्किन्छौँ। हेर्नुहोस् कति लामो छ। सिक्किमको लङ्गेस्ट पुल चाहिँ यहाँ हाम्रो रम्फूमा हो। हामी हिँड्दैछौँ। यताबाट ठ्याक्कै साउथ नामथाङ मामरिङ भेट्छ। साउथ हो यो पारिपट्टि चाहिँ देखेको। के भन्नुभयो? यहाँ केही थिएन पहिला, खोलाको बगार झोडीहरू थियो। यो आजभन्दा कति वर्ष 20-25 वर्ष अगाडिको कुरा। केही थिएन केही। कन्टिन्यू हाम्रो चाहिँ यतिकै बिहानको वक जारी नै रहनेछ। साथीहरू धेरै खुसी लागेको छ कारण हाम्रो दुईजनाकै वेट अलिकति लस्ट भएको छ। प्रयास गरिरहेको छौँ, मेहनत गरिरहेको छौँ है। र तपाईहरु पनि यसरी अल्छी नगर्नुहोस्। बिहान उठेर कम्तीको पनि आउनुहोस्। आधी घन्टा तपाईले वक गरेर आफ्नो स्वास्थ्य हेल्थलाई केयर गर्नुहोस् अनि वेट पनि घटाउनुहोस्। आउनुहोस्। यो बिल्डिङमा याद छ तपाईलाई? उयो माथि फर्स्ट सेकेन्ड फ्लोरसम्म पुरेर ऊ माथिबाट दोरीबाट यहाँबाट तानेको क्या। कहिले बिर्सिँदिनँ। अरू त सबै खाली भइसकेको थियो नि। - 2024 अक्टोबरमा होइन कि 23 होला। 23 अक्टोबर दसैँको टाइममा क्या दामी देखेको पुल। यहाँ चाहिँ इन्स्टाग्राममा रिल्स बनाइन्छ दामी देख्ने रहेछ। अब यहाँ पनि आएर रिल्स बनाउनु पर्ला, राम्रो राम्रो पोज दिनु पर्ला। हामीले टाइम हेरेन यो पुलमा हामी परसम्म कति मिनटमा पुग्छौँ भनेर। ठ्याक्कै त्यहाँनिर 4:45 भएको थियो है। म हेर्छु टाइम 5:45 चाहिँ हामी प्रवेश गरेको थियौँ यो पुलमा। ठ्याक्कै टेकेको थियौँ। अब त्यहाँ पुलमा पुग्दा चाहिँ कति मिनट ओभर जाने रहेछ हेरौँ है। त्यो दामी देखेको। म यहाँसम्म आउँथेँ। यहाँबाट हेर्नुहोस् साथीहरू के दामी देखेको रम्फू खोला। चाहिँ ठ्याक्कै 9 मिनटमा सिक्किम पारीबाट चाहिँ वारी बङ्गाल आइपुग्यौँ। हामीलाई 9 मिनट चाहिँ लाग्दछ हिँड्दाखेरि यहाँनिर। त्यो पनि छिटो छिटो। यहाँ पारी चाहिँ तपाईँको खेल्ने एक्सर्साइज गर्ने जग्गाहरू पनि रहेछ है। दिदीबहिनीहरू गरिरहेछ। दामी 何 रहेछ। Oh, good morning. おはようございます。 Oh, good morning. おはようございます。 Good morning. おはようございます。 Good morning. おはようございます。 Oh,
चिनेन चिनेन वाक गरेको बहिनी यो चाहिँ बङ्गाल चेकपोस्ट हो यहाँबाट तपाईँ सिलगढी जान्छ यता उपबाट मन्साङ जान्छ ल हामी फेरि रिटर्न हुँदैछौँ यो चाहिँ रम्फू पुलबारी भन्छ यहाँ बजारमा पस्दैछौँ हामी कति राम्रो जग्गा हेर वाक आऊ एक्सर्साइज गर्ने जग्गा यहाँ भनेको रहेछ झुन्ड्यौँ झुन्ड्यौँ अलिक झुन्ड्यौँ अलिक उफ्रिनु भनेको ग्राउन्डमा चाहिँ हिँड्छौँ कि आज फर्स्टचोटि हो भेना ल गएँ ल आन्टी अस्ति आउनु भएको थियो फर्किनु भयो ल भोलि भेटौँ साथीहरू बिचरा ए है म हिँड्छु अगाडि मेरो बुढा चाहिँ कुकुरदेखि पुरा डराउँछ बिचरा फेरि रातो टी सर्ट लगाएर हिँड्नुहुन्छ बिहानै केही गर्दैन प्रभु हाम्रो साथमा छ हामी चाहिँ अब साथी हो यो पुलबारी बजार हो सुनसान छ सबै सुतिरहेछ बजार त छिटो उठ्दैन अलिक छिटो आउँदा चाहिँ कुकुरकै डर हुने रहेछ है तर केही हुँदैन मान्छेहरू उठेको छ कुद्नु डराउनु भयो भने त फेरि छोपिहाल्छ नि चुपोरा यताकै जस्तो भएर हिँड्नुपर्छ नि केही गर्दैन यो अगाडिको फ्रन्ट साइडको बजारहरू चाहिँ डेभलपै भएको छैन पहिला उहिले हामी आउँथ्यौँ यहाँतिर के सौदाहरू लिन त्यस्तै छ हौ यहाँनिर ए कुखुरा दोकान चाहिँ भर्खर खोलेछ ओ बजार त सुनसान अब फेरि तपाईँलाई हाम्रो रम्फूको बोर्डर देखाउने छु है साथीहरू हामी चाहिँ फेरि पुरानो पुलबाट फेरि रम्फू पारी बङ्गालदेखिको फेरि सिक्किम पस्दैछौँ यो चाहिँ पुरानो पुल अघि नयाँ पुल थियो अब पुरानो रम्फू बोर्डर ठ्याक्कै पुग्न लागेका छौँ यहाँको ब्रिज हेर्नुहोस् पुरानो ब्रिज हामी जन्मेको पनि थिएन यो पुल ओपनिङ हुँदा त थाहा पनि छैन यसको हेर्नुपर्छ कुन सालमा बनिएको लेखेको हुन्छ नि आज चाहिँ जोड घुम्यो आज सन्डेको दिन अलिक तल्लो बजार पनि हात लाउँदै गरेको हुन्छ हाम्रो सिक्किम पुलिसहरू अब हो गेटभित्र छ अब हामी टेक्यौँ सिक्किम यो चाहिँ बोर्डर हो यहाँ चाहिँ अब हाम्रो सिक्किम पुलिसहरू ड्युटी गर्नुहुन्छ यहाँ चेकिङ हुन्छ बङ्गालबाट कस्तो सामानहरू ल्यायो के ल्यायो को मान्छे आयो सबैको यहाँनिर चेकिङ हुन्छ है यहाँ चाहिँ आज हामी सन्डे भएको कारणले चाहिँ यहाँ चाहिँ धेरै जमघट भएको छ हाट हो रम्फूको र हामी चाहिँ यतैबाट घर जाँदैछौँ आज चाहिँ सब्जीको दाम चाहिँ कति हो बिहानै ओ हाट खरिदेहरू हेर्नुहोस् न यिनीहरू सबै बेच्छ यो खास सब्जी किन्ने मान्छे आएको छैन नि सब्जी बेच्ने मान्छे नै बस्तीवालाकोबाट लिएर चाहिँ उनीहरू राख्छ नि त अन्त अब निङ्ग्रो तपाईँको अहिले 25 रुपियाँमा राख्यो भने 50 गर्छ हेर्नुहोस् ल यो चाहिँ फुल ल्याएर राख्छ है त्यो भइहाल्यो सिलगढीबाट बिहानै अब म पनि एकछिनमा आएर चाहिँ सब्जीहरू गरिरहनु पर्ने छ भर्खर त फेरि रहेछ कति महँगो गर्छ आज
बैगुनको थाप्थो भएको छ उताबाट नि डिस्टर्ब हुन्छ नि गाडी त्यत्तिको अगाडि हवस् त साथी हो अब यतिमै बन्द राख्दछु भोलि फेरि बिहानी पक्को तपाईँहरूलाई भिडियो लिएर आउनेछु